छोरी भई जन्मनु पर्यो मालिका विनायकलेका त्यही भयो बैगुना झुक्दैन मेरो नेपाल त्यही भयो बैगुना झुक्दैन मेरो नेपाल। कर्णालीका छालहरूमा मक्किएका पर्खालहरूमा शान्ति ल्याउन क्रान्ति जन्मिन्। यो कथा होइन व्यथा हो नारीको कर्णालीको, पुरुष प्रधान देश अनि महिला शोषण प्रणालीको। यो कथ्य होइन सत्य हो, सङ्घर्ष एक नारीको क्रान्तिकारीको। हिमाल डाँडा काँडा हरियाली वनपाखा र प्राकृतिक सुन्दरताले भरिपूर्ण, तर सामाजिक विभेद, कुरीति, कुसंस्कार, अन्धविश्वास र अशान्तिमय समाजमा गरिबीले घरमा एउटा सुन्दर क्रान्तिको आगमन हुन्छ। लक्ष्मी जस्ती छोरी जन्मदा पनि अर्का घर जाने जात जन्माउनु बेकार हो, छोरी हुनुभन्दा छोरो हुनु बेसो भन्ने रूढिवादी समाजको अन्धविश्वास बरबराउन थाल्यो। फाटेको जुत्ता, च्यातिएको कपडा र पुरानो झोलामा नौलो आशा र सुनौलो भविष्य बोकेर स्कुल हिँड्न थालिन्। नेपाली समाजमा छोरी मान्छेलाई हेर्ने दृष्टिकोण किन यति फरक छ? किन छोरा र छोरी बीच यति धेरै विभेद? छोरी अर्काको घर जाने जात भनेर किन हरेक कुरामा पछि पाछन् होला? के यिनीहरू सोच्दैनन् होला कसै न कसैको छोरी पनि आफ्नो घर आउँछ भनेर? क्रान्ति स्कुलबाट आउने बित्तिकै बाले सोच्छिन्, बा मलाई पनि राम्रो स्कुलमा भर्ना गरिदिनु न। नै हुन्न नानी। उनी निराशाको शब्दहरू बटुलेर फेरि प्रश्न तर्साउँछिन्, बा के छोरी मान्छेले राम्रो स्कुल पढ्न हुन्न र? के ठुलो मान्छे बन्न हुन्न र? होइन नानी, बाले त्यसो भन्न खोज्नु भएको होइन। हाम्रो छोरा भने पनि छोरी भने पनि तिमी नै हो, तर बाबाको कमाइले हामीलाई छाक टार्न त हम्मे हम्मे हुन्छ। तिमीलाई राम्रो लुगा त किन्न सकेका छैनौ, तिमी त बुझ्ने भइसक्यौ नि। तिमीलाई थाहा छ योगमाया के राम्रो स्कुलमा नै पढ्या थिइन् र उनको त तिमी सानो हुँदा नै बिहे गराइदिएका थिए घरकाले। तर आफ्नो सङ्घर्षले असल शिक्षा ग्रहण गरिन् र समाज रूपान्तरणमा ठुलो योगदान दिइन्। छोरी तिमी पनि त्यस्तै साहसी छोरी बन्नुपर्छ, सानो तिनो कुरामा अल्झिनु हुन्न। तिमी त समाजमा भएको विकृति, विसङ्गति, विभेद जलाएर राग पार्ने ज्वाला हौ। आमाको हौसला र बाको सङ्घर्षले उनको सपनाको दियोमा तेल थपिदिन्छ। उनी सानै थिइन् तर सपना विशाल हिमाल जस्तै। महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने जस्तै, उद्देश्य के लिनु उडी छुनु चन्द्र हो, यस्तै थियो उनको लक्ष्य। म समाजको अन्धविश्वासलाई तोडिदिन्छु। छोरीले पनि गर्न सक्छ भन्ने छाप छोडेर छोरा र छोरी बीच समाजले जुन विभेदको खाडल बनाएको छ त्यो पुरी छाड्छु। यस्तै खाले अठोट मनमनै गर्छन्। झरीझै बर्सेको आँसु पसिना पुस्दै पुस्दै दुःखको वर्षामा उदास मनले रुच्दै भिज्दै पिठ्यौमा परिवारको छाक बोकेर 2-3 दिनको उकाली खेप्दै भोको पेट भर्न भोको पेटमा चामल बोक्ने म अन्तिम पुस्ता बन्न चाहन्छु। कोपिला नै निमोटे झै गरी जनार्दन रूपी गुरुबा अनि मेरो भाइले मेरो करिलो अस्मिता लुटेपछि तिनीहरूकै हातद्वारा घाँटी निमोटिएर मर्ने
म अन्तिम पुस्ता बन्न चाहन्छु। बौरेमानको भारी चाहना बोकेको तर क्रान्तिबाट पन्छिने बाहना बोकेको म अन्तिम पुस्ता बन्न चाहन्छु। घाँस दाउरा मेलापात गरेर घराइसी काममा आमा बालाई सहयोग गरेर पनि साँझ बिहान अत्यन्त मेहनत गरेर पढ्छिन्। रजस्वलाको अत्यन्त असह्य पीडासही परीक्षा दिएर पनि प्रथम श्रेणीमा उत्तीर्ण हुन कहिले छोडिनन्। उनले एसईमा प्रथम श्रेणीमा उत्तीर्ण गरिन्, तर त्यसपछिको अध्ययन गर्न विद्यालय गाउँमा थिएन, सहर नै पुग्नु पर्थ्यो। उनको गन्तव्यमा पुग्न सहरको बाटो रोज्नुपर्ने भयो, तर घरको आर्थिक अवस्था छोरीलाई बिरानो ठाउँमा केही हुन्छ कि भन्ने डर र अब यो ठुली भइसकी बिहे गराइदिए हुन्छ, सहर पठायो भने छोरी बिग्रिन्छ भनेर समाजले लगाएको कुराले आमाबा पनि दोधार हुनुभयो, छोरीलाई सहर पठाउने कि नै भनेर। मेरो अध्ययन यतिमै रोकियो भने त मेरो सपना पनि टुट्छ। हजुरले नै भन्नुभएको होइन र तिमी साहसी छोरी बन्नुपर्छ। म बाचा गर्छु, म हजुरको सङ्घर्षलाई खेर जान दिन्न। म समाजको अगाडि छोरी पनि छोरा समान हुन्छन् भनेर देखाएरै छाड्नेछु। मलाई पढ्नलाई सहर पठाउनु न। बाले गाउँको खेत बेचेर पैसाको जोगो गर्नुभयो। मनभरि वेदनाको पोको पार्दै, आँखाबाट बिछोडको पीडा झार्दै, झोलाभरि सपना आशा र आमाबाको आशीर्वाद बोकेर छोरी सहर लागिन् अनि बा मुगलान। सामाजिक विकृति, विसङ्गति, विभेद, अशान्ति, अन्याय, बालविवाह, छाउपडी, महिला हिंसा, लैङ्गिक हिंसा र अन्धविश्वास जस्ता विभिन्न रोगले गाजेको समाजलाई उपचार गर्न निमित्त सेतो कोट भेट्छिन्। म समाजमा लागेको विभिन्न किसिमको दागलाई धोएर मेरो यो सेतो कोट जस्तै सफा बनाउँछु। एक नारीको क्षमतामाथि औला उठाउनेको औला नै बाङ्गो बनाउँछु। शिक्षित नारीको समृद्ध राष्ट्र बनाउनमा एकदम ठुलो भूमिका रहेको हुन्छ। यस सबैले बुझ्न आवश्यक छ। त्यसैले समृद्ध नारी र समृद्ध राष्ट्र बनाउन भाषणभन्दा पनि कार्यान्वयनमा जुट्न आवश्यक छ।